एकदमै कठ्याङ्ग्रिँदो त्यो रात, बाल्नलाई नगदै दाउरा काठ, हात पनि चिसो हुँदै गएपछि घर्षण गरे दुई हात एकसाथ। पुण्यको रातमा कस्तो चम्किएको त्यो चन्द्र निकै चम्किलो, चमक घट्या थिएन केही गरी जताततै छरिएको उज्यालो। गफ गर्ने साथी न छेउमा, न त न्यानो कपडा जिउमा, चिसो हावाको स्याटसँगै चिसो नै चिसो शरीरमा। सुनसान बाटो हुँदै कोही आइपुग्छिन्, लगाएको मफलर फुकाल्छिन्, एक शब्दको उच्चारण नगरी मेरो हातमा समाउँछिन्। आश्चर्य परी टोलाइरहे, एकछिन उसकै मुहार निहाले, ओठ खुली आवाज गुन्जियो, लगाउनुस् भनी धेरै बेर सुने। सायद उसलाई धन्यवाद भनौँ कि कुरा अघि बढाउँ, यी दुई प्रश्न दिमागले कि मनले सोचौँ। यसपालि मौका मनलाई दिए, मनकै कुरा सुने, शरीर त मेरो न्यानो नै छ, उसलाई मैले पर्दैन भने। हजुरको शरीर न्यानो तर मन चिसो रहेछ, नपग्लेला हजुरको मनै जमेछ। दिइसकेको फिर्ता लिन्न भनी कि मलाई अर्कै घरमा छ। अब कसरी त्यो फर्काउँ, उसलाई अझै कति पर्खौँ। हातमा हेरे अनि हेर्दै गए, उसकै सामु गलामा पहिरे। प्रश्न निकै गाह्रो सोधिन्, प्रसङ्ग निकै गहिरो जोडी। मफलरसँगैको मिठो सम्झनामा मफलर छोडेर